यहाँहरू सम्पूर्णमा नमस्कार। मैले केही दिन अगाडि सिजा क्षेत्रमा बग्ने हिमा नदीको प्रदूषणको विषयमा एउटा सानो भिडियो बनाएको थिएँ र आज सिजा क्षेत्रको वन जङ्गलको विषयमा म एउटा सानो भिडियो बनाउन गइरहेको छु। पुर्खाहरूले बताए अनुसार कुनै समय सिजा क्षेत्र कस्तुरीको सुगन्धले महकिएको भूमि थियो। डाँफे र कालिज रङ्गीन पखेटाहरूले वनभित्रै इन्द्रेणी बनाउँथे। फग्रास शान्तपूर्ण हिँड्थ्यो। चाखुरा काँडे भ्याकुरका आवाजले बिहानै जाग्थ्यो। तर आज ती आवाजहरू सुस्त भइरहेका छन्। जङ्गलको कटानी, चरनको अत्याधिक दबाव र अवैध शिकारले यी प्रजातिहरू अब बिस्तारै अन्तिम सेतो धुलोमा उभिएका छन्। यदि हामी आजै उठेनौँ भने कस्तुरी, डाँफे, कालिज, फग्रास, चाखुरा र काँडे भ्याकुर हाम्रा बालबालिकाले केवल किताबमा मात्र देख्नेछन्। त्यसैले सिजा बचाउँ, वन बचाउँ, वनस्पति प्राणी बचाउँ। यो केवल प्रकृतिको कथा होइन, हाम्रो अस्तित्वको कथा हो। सम्पूर्ण सचेत नागरिकहरूले आजैका दिनबाट सोचेर यहाँ बसोबास गर्ने सम्पूर्ण पशुपन्छीहरूलाई संरक्षण गर्ने प्रतिबद्धता गऱ्यौँ भने सिजामा हामी पनि हजारौँ वर्ष बाँच्ने वातावरण बन्नेछ। अन्यथा यी पशुपन्छीहरू लोप भएसँगै हाम्रो पनि एक दिन लोप हुने पालो अवश्य आउनेछ। तसर्थ सम्पूर्ण सचेत नागरिकहरूले यसको विषयमा सोच्नु जरुरी छ भन्दै बिदा हुन्छु। नमस्ते, धन्यवाद।